भने मौसमी पूर्णिमामा त्यही लगाएको आनन्दबाली थन्काउने समय पनि उनीहरूले हुने चलनले आइपुगेका छन्। यो नाचमा अगाडि आफ्नो जातिले भावी बुझ्नुले मन्त्र चुनालाई पूजा गरी तथा कुनै देवी देवताको थाललाई पूजा गरेपछि मात्रै नाचको सुरुवात गर्ने गरिन्छ। अरू नृत्यकारहरू ढोल झन्डा बोकी सामूहिक रूपमा विभिन्न सिद्धिहरू गर्दै यो नाच नाच्ने गरिन्छ। प्रस्तुत छ रमाइलो चण्डी साकेला नृत्य।